अहिले कसले कति पाउँछन्? पूर्व राष्ट्रपतिको सेवा सुविधा, घर भाडा मासिक 1,94,000, मासिक भत्ता 50,000, सवारी साधन एउटा गाडी, इन्धन मासिक 207 लिटर, सुरक्षाकर्मी 21 जना, अतिथि सत्कार खर्च मासिक 10,000, पत्र पत्रिका खर्च मासिक 3,000, टेलिफोन खर्च मासिक 1,000, सचिवालय स्वकीय सचिव, उपसचिव, कार्यालय सहयोगी र चालक, बिजुली पानी र इन्टरनेट खर्च बिल अनुसार। अहिले 2 जना पूर्व राष्ट्रपति छन्। यही हिसाबले उनीहरूको खर्च जोड्दा वर्षमा झण्डै राज्यको 1 करोड खर्च भइरहेको छ। यसै मध्येबाट केही काटछाट गर्दै पूर्व उपराष्ट्रपतिले सबै सेवा सुविधा पाइरहेका छन्। पूर्व राष्ट्रपति विद्या भण्डारीले भने आवास र सवारी सुविधा लिएकी छैनन्। बहालवाला राष्ट्रपतिको सेवा सुविधा, मासिक तलब 1,50,450, पोसाक खर्च 25,000, भ्रमण भत्ता देशभित्र 3,400, देश भ्रमण भत्ता 250 अमेरिकी डलर प्रत्येक दिन, युरोप लगायतका देशमा थप 33%, चाडबाड भत्ता मासिक पारिश्रमिक बराबर, सचिवालय कर्मचारी 19 जना, सवारी चालक 4 जना, वैज्ञ नियुक्ति 7 जना, उपचार खर्च लागे बमोजिम, कुरुवा भत्ता मनासिब तरिकाले। उपराष्ट्रपतिको सेवा सुविधा, मासिक तलब 1,08,030 रुपैयाँ, पोसाक खर्च 20,000, भ्रमण भत्ता देशभित्र 3,400, देश भ्रमण भत्ता 250 अमेरिकी डलर प्रत्येक दिन, युरोप लगायतका देशमा थप 33%, चाडबाड भत्ता मासिक पारिश्रमिक बराबर, सचिवालय कर्मचारी 15 जना, सवारी चालक 3 जना, वैज्ञ नियुक्ति 5 जनासम्म, उपचार खर्च लागे बमोजिम, कुरुवा भत्ता मनासिब तरिकाले। प्रधानमन्त्रीको सेवा सुविधा, मासिक तलब 94,280 रुपैयाँ, महँगी भत्ता 2,000, संचार खर्च 5,000, मसलन्द तथा अतिथि सत्कार 10,000, प्रमुख स्वकीय 1 जना, प्रमुख स्वकीयको तलब 65,140, स्वकीय सचिव 1 जना, सहस्वकीय 3 जना, उपस्वकीय 6 जना, स्वकीय अधिकृत 5 जना, सचिवालय 34 जना, पेट्रोल मासिक 306 लिटर, मोबिल वार्षिक 40 लिटर। उप प्रधानमन्त्रीको सेवा सुविधा, मासिक तलब 75,640, मसलन्द 4,000, महँगी भत्ता 2,000, संचार खर्च 3,000, इन्धन 306 लिटर पेट्रोल, मोबिल वार्षिक 40 लिटर, कर्मचारी 8 जना। मन्त्रीको सेवा सुविधा, मासिक तलब 70,730, मसलन्द 3,500, महँगी भत्ता 2,000, संचार खर्च 3,000, इन्धन 207 लिटर पेट्रोल, कर्मचारी 7 जना। राज्य मन्त्रीको सेवा सुविधा, मासिक तलब 67,030 रुपैयाँ, मसलन्द 3,000, महँगी भत्ता 2,000, संचार खर्च 3,000, इन्धन 200 लिटर पेट्रोल, मोबिल वार्षिक 40 लिटर, कर्मचारी 7 जना। प्रधान न्यायाधीशको सेवा सुविधा, मासिक तलब 73,680 रुपैयाँ, विशेष भत्ता 1,000, आवास सुविधा राज्यले घर दिने, संचार खर्च 2,400, सवारी इन्धन 250 लिटर, मोबिल 10 लिटर, पोसाक खर्च 10,000, मसलन्द खर्च 3,000, सचिवालय र सुरक्षा 24 जना। अब सभामुख राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र दलका सचेतकहरूले पाउने तलब सुविधा र अन्य सुविधाको यो सूची हेरौं। सभामुख र राष्ट्रिय सभाका अध्यक्षले मासिक 1,06,095 रुपैयाँ पाउँछन्। विपक्षी दल, उपसभामुख र प्रमुख सचेतकले मासिक 98,000 पाउँछन्। बैठक भत्ता 1,000, पेट्रोल 250 लिटर, फर्निचर खर्च 15,000, सचिवालय र सुरक्षाकर्मी सहितका अन्य सुविधा पनि कति हो कति। सांसदहरूले मासिक 80,000 रुपैयाँ पाउँछन्। प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरूले केन्द्रकै हाराहारीमा सुविधा लिइरहेका छन्। राज्यले उपलब्ध गराएको अहिलेको यही खर्च धान्न मुस्किल परिरहेको छ। यसअघि नै पूर्व विशिष्टका नाममा सरकारले एकै व्यक्तिलाई वर्षमा झण्डै 40 लाखदेखि 50 लाख खर्च गरिरहेको तथ्याङ्क देखिन्छ। अहिले फेरि आजीवन राज्यले नै पाल्नु पर्ने गरी थप सुविधा बढाएर सरकारले कानून बनाउँदैछ। देशको आफ्नो उत्पादन केही छैन, विदेशीकै ऋणको भरमा देश चलिरहेको छ। सार्वजनिक ऋणकै भार थपिएर 26 खर्ब 36 अर्ब माथि पुगिसक्यो। यस्तो अवस्थामा झनै राज्यलाई भार थुपार्ने गरी पूर्व विशिष्टका नाममा सुविधा दिएर नोक्सानी गर्न विनाशको पराकाष्ठा भन्दा अरू के हो? यो त चोरलाई चाबी सुम्पिए भन्दा फरक केही भएन।
हो। यसअघि कानुन नभएर सबै मनमौजी तरिकाले चलिरहेको थियो। मन्त्री परिषदका पटक्कै निर्णय र कार्यविधिलाई देखाएर भक्काभक सुविधा बाँड्ने काम भइरहेको थियो। त्यसैलाई रोक्नका लागि कानुन त बनाउन खोजियो, तर त्यसमा समेत भोलिको आफ्नै सुविधालाई ख्यालमा राखेर सरकारले थ्याक्नै नसक्ने सुविधाको व्यवस्था गर्दैछ। जबकि 2069 सालमै बाबुराम भट्टराई नेतृत्वको सरकारले ल्याएको अध्यादेश सर्वोच्चले रोकिदिएको थियो। 2072 मा सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि रोकियो। 2073 मा केपी ओली नै प्रधानमन्त्री भएका बेला विधेयक मार्फत नै संसदमा लगियो, त्यो पनि रोकियो। पुष्पकमल दाहाल प्रचण्डले यस्तै कानुन ल्याउन खोजे पनि असफल भएका थिए। तर अहिले फेरि ओली नै प्रधानमन्त्री भएका बेला 2073 मा बनाएको मस्यौदामा काटछाट गर्दै अझ सुविधा बढाएर ल्याउन खोजिएको छ। राज्यले अत्यन्तै सम्मान गर्दै पूर्व विशिष्टको स्थान दिएर सुविधामा लुटाइरहेका यी पात्रहरू भने अहिले सुविधाको प्रयोग गर्दै पार्टीको कार्यक्रममा हिँडिरहेका छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको हालत अहिले पार्टीको कार्यकर्ताको भन्दा माथिको छैन। पूर्व सभामुख कृष्णबहादुर महरा र अग्नि सापकोटा पनि अहिले पूर्व विशिष्टको सुविधा थापेर नेतागिरी गर्दै हिँडिरहेका छन्। अनि राज्यले यिनैलाई अति विशिष्ट भन्दै अझै पनि सुविधाको खोलो बगाइरहने हो, जसले आफ्नो कार्यकालमा सम्झिन लायक सम्झिरहने एउटै उपलब्धि देशलाई दिन सकेनन्। अनि यिनीहरूलाई चाहिँ देशले सधैँ सुविधा दिइरहनुपर्छ भन्ने हुन्छ र